यो महादेवको मूर्ति छ यहाँ पर्चीमा। त यहाँ मेरो साथी छ दिवाकर कर्ण, यो पनि ब्लग बनाउन गइरहेछ यहाँको। त यो झुलङ्गी फुल अरूजना त्यहाँ गयो। यो लैकाउने बाडा छ कति छ। झुलंगा पुल की लंबाई कितना बा? हामी यो झुलङ्गा पुल घुमेर गइरहेछौँ अब घर। तिनीहरू कति बदमासी गर्दैछन् कि पुल नै हलाइदिरहेछ पुरै। राहुल सुरज कहाँ छ भाइ? उतै मत गरिरहेछन्। हो हिँड न हो, आउँदैछ तिनीहरू। उता सबै घुमेर आइरहेछन्। त्यो त्यहाँ बिचमा गइसकेको थियो। अब हामी यहाँबाट यहाँ जाने। अब हामी यहाँ जाँदैछौँ घरको लागि। यहाँबाट यहाँको भ्यू हेर्न सक्नुहुन्छ। यहाँ केही छैन तै पनि यो मात्र मूर्ति छ, टिकट लागिरहेछ, त्यही भएर उता गएन। यहीँबाट घुमेर उता आइसक्यो। ल यो गाई जो खाइरहेछ, अकेले अकेले खाइरहेछ, दुईजना के सँग छोड के खाइरहेछ। हौ मोबाइल चलाइरहेछ। हौ आफ्नै भाषामा मिलिरहेछ, आफ्नै तालमा भेटेको छ। यो आफ्नै तालमा व्यस्त छ, म आफ्नै तालमा व्यस्त छु। हाम्रो खाना अहिले आउँछ कि आउँदैन थाहा छैन।